सबैमा जय श्री राधे, जय श्री कृष्ण। आज हामी घुम्न गइरहेका छौँ बेङ्गलोरको इस्कॉन मन्दिर र हामी आफ्नो कमराबाट निस्केर बाहिर गाडी भएको ठाउँमा आइसकेका छौँ र अब गाडीमा बसेर हामी यात्रालाई शुभारम्भ गरिरहेका छौँ र बाटामा के आउने गरेका छन् तिनीहरूलाई पनि म हजुरहरूलाई मैले जानेसम्म सुनेसम्म हजुरहरूलाई डिटेल्स म बताउँदै लिएर जानेछु। र अहिले भर्खरै हामी यहाँ हाम्रो जो शोभा एन्ड सन्तोष जो कोलोनी छ त्यहाँबाट हामी बाहिर निस्किरहेका छौँ। यसरी साथीभाइहरूसँग बसेर घुम्नको आनन्दै कुनै अरू नै रहेछ। आज बडो खुसी लागिरहेको छ हाम्रा गुरुभाइहरूसँग यसरी घुम्ने मौका आज पायौँ। बडो हर्ष लागिरहेको छ र हजुरहरूलाई पनि देखाउँ लागेर आज हामी गइरहेका छौँ र हजुरहरूलाई यो अपडेट दिन गइरहेको छु। र हामी अहिले रिङ रोडको बाटोबाट अगाडि गइरहेका छौँ र बाटामा यहाँ हामीलाई लिएर जानुहुने दाइले भन्दै हुनुहुन्छ कि यहाँ जति पनि बेङ्गलोरमा अफिसहरू छन् ती अफिसहरूलाई पनि आज यही मार्गमा सबै हामीले देख्न पाउँदछौँ। र अहिले चाहिँ हामी वर्तमानमा रिङ रोडभित्र प्रवेश गरिसकेका छौँ। यही मार्गबाट हामी अगाडि जानेछौँ इस्कॉन मन्दिर र बाटामा विविध अफिसहरू यहाँ हामीले देख्न पाउनेछौँ। जो चिपहरू बनिन्छन् ती चिपहरू बनिने अफिसहरू पनि यही छ। जहाँ सिपियुहरू बनिन्छ सिपियु बनिने पनि यही मार्गमा हामी अफिसहरू देख्न पाउँछौँ। र स्यामसङका जति पनि ठुला अफिसहरू छन् सबै यही मार्गमा आउने गरेका छन्। र बाटामा जाँदाखेरि यसरी हामीले हनुमानजीलाई पनि देख्यौँ र हनुमानजीलाई पनि बाटैबाट दर्शन गर्दै फेरि हामी आफ्नो यात्रालाई अगाडि बढाइरहेका छौँ। हजुरहरू देखिरहनु भएको छ यो जो अहिले देख्नु हुँदैछ यो चाहिँ रामराज नाम गरेको एकदमै ठुलो ब्रान्ड रहेछ लुगा कपडाहरूको। यो जग्गालाई भनेको रहेछ स्नो जङ्सन। यो चाहिँ रहेछ इन्डियाको सबैभन्दा ठुलो अफिस जो अहिले हजुरहरू देखिरहनु भएको छ। र यहाँ देखिरहनु भएको छ एउटा स्यामसङको ठुलो अफिस र अर्को साथमा एन्जेरिया। यस्तो लाग्छ कि एउटा बिल्डिङले अर्को बिल्डिङलाई हेरिरहेको जस्तो लागिरहेको छ यहाँ। र हामीसँग हिँड्नु भएको दाजुले के भन्दै हुनुहुन्छ भन्दाखेरि जुन दिन यो अर्थात् धोइन्छ त्यो धोएको दिन हेर्नुपर्छ सिसा साफ गर्दाखेरि मान्छेहरू झुन्डेका हुन्छन्। बडो दुःख पनि लाग्छ र अनौठो राम्रो खालको पनि एउटा दृश्यहरू देख्न पाइन्छ भनेर सुनाउनु हुँदैछ। र बेङ्गलोरमा विशेष गरेर ठुलो रेलवे स्टेसन भनेको 3वटा रहेका छन्। एउटा छ यशवन्तपुर, अर्को छ केआरपुरम र त्यसपछि 3 नम्बरमा आउँछ मेजेस्टिक। र यो 3वटा रेलवे मार्गबाट जति पनि नयाँ रेलहरू निस्केका छन् अहिले चलिरहेका छन् ती सारा रेलहरू आज यही मार्गबाट देख्न पाइन्छ। जस्तै वन्दे भारत यी सारा ट्रेनहरू यही मार्गबाट जाने गर्दछन्। र यहाँबाट यी मेट्रोका भ्यूहरू पनि यहाँबाट देख्न पाइँदो रहेछ। बडो रमाइलो रहेछ। आज हामी आनन्द आइरहेको छ। सुनिरहेको थिएँ कि बेङ्गलोरमा त्यति गर्मी हुँदैन, तर आज हामी यहाँ आयौँ र प्रत्यक्ष प्रमाण पनि आज हामीले पायौँ। यति बेला यो चैत वैशाखको खडेरीमा बाटामा फुलहरू ढकमक्क फुलिरहेका छन्। चिसो हावा चलिरहेको छ र बाटामा सुन्दर दृश्यहरूलाई हेर्दै कति छिटो हाम्रो यात्रा पूर्ण भइसकेछ थाहै भएन। र हामी अहिले इस्कॉन मन्दिरको तल गेटमा पुगेर गाडीलाई पार्क गऱ्यौँ
र यहाँबाट आफ्नो यात्रालाई मन्दिरतर्फ हामी अघि बढिरहेका छौँ। यो रहेछ प्रवेशद्वार र मन्दिर यस प्रकार हजुरहरूले देखिरहनु भएको छ। कति सफा कति शान्त प्रकारले निर्माण गराइएको छ। बडो आनन्द आउँदैछ र अब बिस्तारै बिस्तारै हामी मन्दिरतर्फ अगाडि बढिरहेका छौँ र हामी भित्र पस्दैछौँ प्रवेशद्वारमा। र यहाँ बडो आनन्द दिने त के रहेछ भन्दाखेरि यहाँ विशेष गरेर दर्शन गर्न आउने सम्पूर्ण भक्तजनहरूले प्रत्येक पाइलामा भगवानको बीज मन्त्र हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे भन्दै एक कदम अगाडि चाल्दै आफ्नो 108 पल्ट भगवानको नाम पनि जपिँदो रहेछ। कति आनन्द लाग्यो र मन्दिर यस प्रकार देखिँदैछ। त्यहाँबाट हामी अगाडि बढेर जो ठुलो मन्दिर छ इस्कन मन्दिर, त्यो मन्दिरतर्फ हामी अगाडि बढिरहेका छौँ र विशेष गरेर मन्दिरभित्र फोटो खिच्न पाइँदैन रहेछ र हजुरहरूलाई बाहिरबाट मैले दर्शन गराएँ र हामी मन्दिरभित्र अहिले प्रवेश गऱ्यौँ र अब मन्दिरभित्रको मैले हजुरहरूलाई दर्शन गराउन सकिनँ र यो बाहिर हामी मन्दिरहरू हुन्। बडो सुन्दर झिल पनि रहेछ यहाँ र यसरी आनन्द आइरहेको छ। यहाँ चाहिँ प्रसादी वितरण गर्ने स्थान रहेछ। सम्पूर्ण भक्तजनहरू प्रसादीको निमित्त यहाँ लाइनमा बसिरहनु भएको छ र हामी पनि प्रसादीकै निमित्त बसिरहेका छौँ। प्रसादी आ गया? हाँ जी। अत्यन्त स्वादिष्ट प्रसादी खाएर पुरै तृप्त भएका छौँ आज हामी। सम्पूर्ण हामी टोली नै आज मन्दिरबाट बाहिर निस्किसकेका छौँ र बाहिरबाट मन्दिर यस प्रकारले देखिने गर्दछ। बडो सुन्दर छ, शान्त छ र देश विदेशका भक्तहरू पनि आएर यहाँ दर्शन गर्नुहुँदछ र हजुरहरू पनि समय मिल्छ र बेङ्गलोर आउनुभएको छ भने अवश्य पनि इस्कन मन्दिर हजुरहरू सबैले दर्शन गर्नुहोला। र हामी मन्दिरबाट निस्केर पार्किङतर्फ हामी अगाडि बढिरहेका छौँ र अब बिस्तारै बिस्तारै आफ्नो यात्रालाई हामी यहाँबाट हाम्रा राधाकृष्ण भगवानलाई दर्शन गर्दै प्रणाम गर्दै हामी आफ्नो यात्रालाई प्रारम्भ गर्यौँ। पुनः हामी फर्किरहेका छौँ। गरेर हामी आफ्नो शोभा एन्ड सन्तोषा कोलोनीभित्र हामी प्रवेश गरिसकेका छौँ र हजुरहरूले यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र बेङ्गलोरका नयाँ नयाँ अपडेटहरू अरू पनि रहेका छन्। हामी एक दिन कोटिलिङ्गम जानेछौँ, त्यसको पनि भिडियो अवश्य लिएर आउनेछौँ र हजुरहरू सबैजनाले माया गरिदिनु होला। र यति भन्दै आजको भिडियोलाई यहीँ पुरा। जय श्री राधे, ओम नमः शिवाय, हर हर महादेव, जय शम्भो, जय श्री हरि।